जब मकै खान मन लाग्यो अनि आगो सल्काउनलाई फेरि म सधैँभरि यस्तै कागज युज गर्छु कि सजिलै सल्किन्छ नि त। अनि त्यसपछि हन्डीमा भुट्दा त राम्रै हुन्थ्यो, तर हाम्रो घरमा हन्डी थिएन। अनि कराही बसालेर मकै राखेँ। मकै राखेर अनि बिस्तारै चलाउँदै गएँ होइन। आज मौसम पनि त्यस्तै छ नि त, जाडो छ। जाडोमा फेरि मकै खान मलाई एकदम मनपर्छ कि मकै लभर हो, कोही आन्टी लभर हो, कोही ममा लभर भन्छ नि, तर म चाहिँ मकै लभर हो कि मलाई खाना खाएपछि नि मकै देखेपछि खान मन लागिहाल्छ कि। त्यही भएर फेरि मकै अनि जाँगा निकालेर आज बिहान आगो सल्काएर मकै भुट्न थालेँ है। कराहीमा पनि यस्तो राम्रोसँग फुला उठ्यो कि, अझ हन्डी भएको पनि कस्तो राम्रो फुला उठ्थ्यो होला कि। तर हन्डीमा भुटेको मकैको स्वाद नै छुट्टै हुन्छ कि, कुरुम हुन्छ होइन। यसमा चाहिँ कस्तो हुन्छ खै थाहा छैन होइन। मैले पहिलोपटक भुट्न लागेको, माथिबाट छोप्ने कुरा ल्याउनै बिर्सेछु। जम्मै उछिटेर फुला उठेर वाउ कस्तो राम्रोसँग फुला उठेको नि, फुला उठ्यो। त्यसपछि अनि कस्तो मजा आयो कि भुट्दाखेरि त फुला फुट पड्किँदाखेरि त्यसको मजै छुट्टै कि, कस्तो मजा लाग्यो मलाई। अनि भुटिरहेँ 5-6 घाम जति भुटेँ। त्यसपछि अनि निकालेँ। अब खाना रेडी भइसक्यो होइन। त्यसपछि आज मौसम पनि त्यस्तै थियो कि, एकदमै जाडो, घामै नदेखेको। यस्तो बेलामा त अनि मकै चलाउँदा पनि तातो हुन्छ कि, मलाई त्यसरी भए मनपर्छ कि। अनि त्यो मकै भुटेँ। त्यसपछि मकै भुट्दा नि मलाई आनन्द। जाडोमा आगोको पनि तातो त्यस्तै, जाडोमा त फेरि आगो पनि अमृत जस्तै हुन्छ नि त। अनि लिएर आएँ। अनि त्यसपछि मम्मी र म भएर मकै खाँदै तातो क्या मिठो हुन्छ त मकै